नमस्कार, म उत्तर कुमार राई। आज एउटा कविता लिएर आएको छु, जुन चाहिँ मेरो कविताको शीर्षक छ दीर्घजीवी जीवन। कविता यस्तो छ। सिमसिमे पानीसँगै बर्षात यामको सङ्केत। सिमसिमे पानीसँगै बर्षात यामको सङ्केत, जताततै फिजिएर राज जमाएका बाक्लो न बाक्लो कुहिरो लाग्दा। म सहरमा जन्मेको होइन, गाउँमा आमाले मेलापात गर्दै यस्तै कुहिरोभित्र जन्माएर हातमा बोकी घर ल्याएर फर्सीको मुन्टा र आलुको चना सँग ढिँडो खाएर हुर्काएको। अनि राम्रोसँग गरी खाए भनी धरतीमा छोडी राखेर कटुन्जेको यात्रा गरेको। खै कुन्नी के छ हाल खबर? अनि पो कुहिरो देख्दा मेरी आमाको याद आउँछ। त्यो हिलाम्मे गैरी खेत, गोरु साहेको, धान रोपेको, त्यो मकै बारीमा बिरह लाग्दो असारे गीत गाउँदै कोदो रोपेको। दिनभरि हिलो झरीमा काम गर्दै मिठो खाना र आफन्त भेटको लागि साउने सङ्क्रान्ति कुरेर बसेको। घडीको सुईले होइन घाम र छाया अनि भालेको आवाजले, घडीको सुईले होइन घाम र छाया अनि भालेको आवाजले समय अन्दाज गर्दै हतार काम गरेको याद आज इतिहाससँगै कथा बनेको छ। यति मात्र कहाँ हो र आफ्नो भन्दा बढी ओजनको भारी बोकी घोचाको भरमा ढुङ्गाको आँटमा बाटिएको खरे खोलाको भेल तरेको, खुट्टा र शरीरभरि जुगालाई चुसाउँदै रगतम्मै भएर क्रिक्लेले सुतेसँगै अन्धकार रातमा घर भित्रिएको, झिसमिसेमै घर बाहिरिएको यादले आज असार नलागेको आभास हुन्छ। र पो जङ्कफुडले आज ठाउँ लिएको छ। अर्ग्यानिकको कथा बनेको छ। प्राय मान्छे ब्रोइलर बनेका छन्। मर्निङ इभिनिङ वाक पनि तुइएको छ। त्यसैले वर्तमान र विगतको मिश्रण चाहिएको छ। श्रम र सङ्घर्षभित्र दीर्घजीवी जीवन चाहिएको छ। हस्, धन्यवाद।